ल है साथीहरु, मैले हिजो मौरी विभाजन गरेको देखाएको थिएँ कि आज चाहिँ यो क्विन्सेलहरु यहाँ लाएको रहेछ। यो क्विन्सेल चाहिँ म आज त्यो हिजो छुट्याएको विभाजन गरेको मौरीहरुलाई चाहिँ म यो दिँदैछु है साथीहरु। ल हेर्नुस् है, ल हेर्नुस् है साथीहरु, यहाँ 8 वटा रहेछ यो क्विन्सेल चाहिँ यहाँनेरि कि, तर मलाई चाहिँ चाहिएको छ खाली 4 टा मात्रै। यो हेर्नुस् है, यो गाईको थुन जस्तो तल आएको छ नि, यो चाहिँ क्विन्सेल बनाएको छ है। ल साथीहरु, मैले क्विन्सेल चाहिँ काटेर निकालिसकेको छु। यो हेर्नुस् है, खासमा मलाई 3 टा मात्रै चाहिएको थियो कि, तर यहाँ चाहिँ 8 वटा भएकोले गर्दाखेरि निकालेर फ्याँकिदिए अरु चाहिँ। यो 3 टा, यो एउटा चाहिँ मजाक राम्रो छ, यो पनि राम्रो छ, यो पनि राम्रो छ, यो र यो पनि राम्रै छ। तर अब यसलाई चाहिँ म यो ड्यामेज भएछ, यसलाई चाहिँ फ्याँकिदिए। यो भएको 4 टामा 3 टा चाहिँ म लगाउँदैछु है साथीहरु। ल हिजो मैले यसलाई चाहिँ क्विनलेस बनाएको थिएँ हो, आज 24 घण्टा भयो। त्यसकारणले गर्दाखेरि चाहिँ म यो क्विन्सेल यसलाई दिँदैछु है। क्विन्सेल चाहिँ यो बीचमा दिनुपर्छ। ल है, यो घरलाई पनि मैले विभाजन गरेर क्विनलेस बनाएको थिएँ। यो घरबाट चाहिँ मैले 2 घर बनाएको थिएँ र मैले आज यसलाई यो दिँदैछु, क्विन्सेल दिँदैछु। यहाँ हेर्नुहोस् है, यो चाहिँ क्विन्सेल है। अहिले मैले काटेर ल्याएर यहाँ राखिदिएको छु। यो जन्मिएको पनि म तपाईलाई देखाउँछु। अब यो 3 दिनमा चाहिँ जन्मिन्छ। यो पनि विभाजन गरेर ल्याएको घर हो कि गुँड हो। यहाँ पनि क्विन छैन, क्विनलेस बनाएर ल्याएको छु र यसमा पनि म क्विन्सेल लगाइदिँदैछु साथीहरु। हेर्नुहोस् है, क्विन्सेल चाहिँ त्यस्तो मजबुत त छैन। हेर्नुहोस् है क्विन्सेल, हेर्नुहोस् है क्विन्सेल त्यस्तो मजबुत त छैन र पनि म दिँदैछु यसलाई काम चलाउ।